रोजगार अनुमति प्रणाली इपिएस मार्फत प्रत्येक महिना 2000 नेपाली दक्षिण कोरिया जाने भएका छन्। आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिनादेखि 2000 नेपाली युवा कोरिया लैजान थालेको हो। वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार सन् 2023मा 22,000 नेपाली युवा इपिएस मार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ। पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संशोधन विभाग एचआरडीले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोता दिने नीति लिएको छ। इपिएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले दक्षिण कोरिया सरकारले तोकेको प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन इपिएस शाखा सफल भएकोले यसपटक नेपालले बढी कोता प्राप्त गरेको जानकारी दिए। उनले भने नेपालबाट इपिएस मार्फत कोरिया जाने श्रमिक छनौट प्रक्रिया पारदर्शी छ। एचआरडीले तोकेको मापदण्ड अनुसार छिटो श्रमिक तयार गर्न सकेका छौँ। त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ।